आजको भिडियो स्किप गर्ने गल्ती नगर्नु होला किनकि यहाँ देखिने गाडीहरू भिडियो भन्दा पनि रियलमा झन् लग्जरियस छन्। नेपालमा सेकेन्ड ह्यान्ड गाडी धेरै पाइन्छ तर कन्डिसन मिलेको कार भेट्न भाग्य चाहिन्छ। बजेट अनुसारको कार चाहिएको हो, फ्यामिली युजको लागि, स्टाइलिस लुक, पावरफुल एसयुभी, स्कुल तथा मोन्टेसोरीको प्रयोगको लागि अथवा रेन्टल प्रपोजका लागि। आजको यस भिडियोमा सबै टाइपको दमदार अप्सनहरू देखाउनेछौँ, सो स्टे ट्युन्ड। नमस्ते, आज हामीहरूले तपाईहरुको लागि भनेर डिफ्रेन्ट सेगमेन्टको गाडीहरू लिएर आएका छौँ। तर सबैभन्दा पहिला स्वागत गरौँ हाम्रा प्रस्तोताहरू श्री सञ्जय खड्कीजी र श्री रोजेश महर्जन। नमस्ते। हामी हजुरहरूको लागि एकदम हाम्रो माननीयज्यूले भने जस्तो एकदम राम्रो सेगमेन्टमा गाडीहरू उपलब्ध गराएको छौँ। सो सञ्जयजी, वेलकम टु द भिडियो। कस्तो फिल भइरहेको छ हजुरलाई? हजुर एकदम बबाल फिल भइरहेको छ हजुर। सो तपाईँ यहाँको लोकेसन र अन्य जानकारी दिन चाहनुहुन्छ? हाम्रो लोकेसन चाहिँ तपाईँको चापाकोट डोबाटोबाट सिधै 3 किलोमिटर आएपछि सुनाकोटी चौताराको बिगमार्ट आइपुग्छ। त्यसको एक घर तल ठ्याक्कै वासिङ सेन्टरभित्र छ हाम्रो चाहिँ। हो, त्यसै गरी अब हाम्रो सञ्जयजीले यो इस्युजु डिम्याक्सतिर लग्दै हुनुहुन्छ। सञ्जयजी, यसको बारेमा केही भनिदिनु होला। यो चाहिँ तपाईँको 2022 मोडल। हजुर हजुर। सिङ्गल ह्यान्ड। हजुर। जम्मा तपाईँको 28,50,000मा आयो यो चाहिँ। ओहो, फुल्ली लोडेड छ जस्तो छ। फुल्ली लोडेड तपाईँको मजाको तपाईँ साउन्ड सिस्टमदेखि ब्याक क्यामेरादेखि सबै लोडेड। तपाईँको थालामा पनि तपाईँको सबै लोडेडै छ। हजुर। भित्र पनि तपाईँको लग्जरियसै छ। हजुर। अफरोड भनेर चिन्ने गाडी यही हो। हजुर। अब हाइलक्स किन चढ्नु पर्यो र? हजुर हजुर। हाइलक्स चढ्नु पर्यो नि हजुर। इस्युजु डिम्याक्स तपाईँलाई जम्मा 28,50,000मा आएपछि 22 मोडलको अझै, त्यो पनि सिङ्गल ह्यान्ड। हजुर हजुर। अब सुन्नुहोस् न सञ्जयजी, मलाई एउटा कुरा यस्तो सोध्न मलाई तपाईँलाई, हाम्रो यो जुनैसुकै गाडी बाइक ल्याएमा हामीले एक्सचेन्ज गरिन्छ कि नै? गरिन्छ हाम्रो, एकदम गरिन्छ हजुर। एकदम सपोर्ट मूल्य त मजाको हालिदिनुहुन्छ होला नि? मूल्य मजाको हुन्छ। तपाईँको बाहिर तपाईँ सोचेर आउनु, हजुर, अब फेरि यहीँ आउनु। यहाँ आएपछि तपाईँलाई सजिलो हुन्छ किनकि अब हामीले डाइरेक्ट तपाईँ हामीसँग आउनु भयो कि तपाईँलाई हामीले अलिकति कम रेट दिएको जस्तो हुन्छ। हजुर। पहिला बुझेर आउनुहोस् बरु। हजुर हजुर। हस् त, धन्यवाद सञ्जयजी। हस्, धन्यवाद। ल, त्यसै गरी भर्खर सोरुमबाट निकालेको नयाँ दुल्हन जस्तो गाडी देखिरहेछ हामी। यो कुन गाडी हो सञ्जयजी? यो टाटा टियागो एनआरजी। यसको मोडल चाहिँ कति रहेछ हजुर? यो 2018 मोडलको तपाईँको प्राइस चाहिँ जम्मा 17 लाख मात्रै हो। यसमा नि हामीले फुल ट्याङ्की पेट्रोल पाइयो? पायो। डिजलको डिजल, पेट्रोलको पेट्रोल पायो। ओहो, परिवारको लागि त एकदम सही गाडी रहेछ त हजुर। सञ्जयजी, यो कुन गाडी रहेछ हजुर? यो परिवारलाई पनि हुने भयो, एक त कमाइ खानलाई पनि हुने भयो। हजुर हजुर। कमाइ खानलाई त एकदम बेस्ट भयो। हजुर। हैन, यो चाहिँ तपाईँको 18 मोडलको जम्मा 17 लाख मात्रै आयो। यो 7 सिटर हो कि 5 सिटर हो हजुर? 7 सिटर हो यो। ओहो, ल त्यसै गरी ओहो, मार्केटमा एकदम रुचाउने नेक्सन, त्यो पनि तपाईँको मोडहरू भएको, स्पोर्ट मोड, इको मोड, सिटी मोड भएको, फुल्ली लोडेड गाडी हो। यसको मोडल चाहिँ 2022 मोडल हो। हजुर। यसको मूल्य चाहिँ 27 लाखमा आयो। ओहो, एकदम 27 लाखमै आयो हजुर? 27 लाखमा ठ्याक्कै आयो यो त। यसमा नि फुल ट्याङ्की पेट्रोल पायो? ओहो हो ओहो, यहाँ पनि जर्मन कार। अब नाम नि काफी छ यसको। भोल्क्सवागन। हजुर हजुर। लग्जरियसमा एकदम लग्जरियस। हजुर। हैन, यो चाहिँ 2015 मोडलको हो। हजुर। हजुरको यो जम्मा 16 लाखमा आयो। ओहो, त्यसमा नि अलिअलि मिल्छ होला नि हाम्रो व्युअर्सलाई? अलिकति नेगोसिएबल चाहिँ हुन्छ। ओके ओके। त्यसै गरी ओहो, माइलेज दिने गाडी पनि राख्नु भयो रहेछ? इओन। इओन माइलेज किङ भनेर चिनिने हुन्डाईको इओन भयो। यो कति मोडलको हो सञ्जयजी? यो 2018 मोडलको। यसको मूल्य चाहिँ कति राख्नु भएको छ? यसको जम्मा 14,50,000 मात्रै। यसमा नि फुल ट्याङ्की पेट्रोल पायो? यसमा फुल ट्याङ्की पेट्रोल। यातायातमा नि सबै खर्च सबै हाम्रो भयो। ओहो, यो त बिहे भोजको लागि एकदम रेन्टल पनि चलाउनु भयो, लग्जरियस पनि भएको गाडी रहेछ। यो गाडी चाहिँ कुन गाडी हो सञ्जयजी? यो चाहिँ तपाईँको सेडन गाडी भयो। लग्जरियसमा सेडन गाडी कियाको। कति मोडलको हो यो हजुर? 2011 मोडलको। यसको मूल्य कति रहेछ हजुर? जम्मा 9.5 लाखमा आयो यो। ओहो, एकदम सस्तो मूल्य। यसमा नि फुल ट्याङ्की पेट्रोल पायो। ओ रात अब हुन्डाईको आयो i20 आस्टा टप भेरिएन्ट। तपाईँको कति मोडलको हो हजुर सञ्जयजी? 2010 मोडल आस्टा टप भेरिएन्ट हुन्डाईको। मूल्य चाहिँ कति रहेछ सञ्जयजी? मूल्य धेरै छैन यसको, जम्मा 14 लाख मात्रै। 14 लाख मात्रै? जम्मा 14 लाख मात्रै। एकदम सस्तो मूल्यमा दिनुभएको रहेछ। फेरि मार्केटमा यही 2010 मोडलको i20 14,50,000 भनेर बिक्रीमा गरिरहेछ हामीले। हजुर हजुर। हामी चाहिँ त्यस्तो गर्दैनौँ। हामी जुन मूल्य छ त्यही हाल्छौँ हामी। सस्तोमा बेच्ने, थोरै लिने, थोरै कमाउने। ओके। अब त्यसै गरी अर्को नि यो रहेछ। यो चाहिँ कति मोडलको हो हजुर? यो चाहिँ 16 मोडलको। यो चाहिँ कतिमा आयो सञ्जयजी? यो चाहिँ जम्मा तपाईँको 10,50,000मा आयो। ओके, हस्। सरी हामी ओहो, यो दुईटा गाडी त के हो तपाईँको? यो चाहिँ तपाईँको जिप भन्दा कम छैन,
हजुर जहाँ पनि चढ्छ जहाँ पनि जान्छ। हजुर हजुर पहिलाको प्रधानमन्त्रीहरूले चढ्ने गाडी यही हो स्टम। हजुर हजुर जस्तै अब यो स्टम चाहिँ 2014 को भयो। हजुर हजुर यो 14 को चाहिँ तपाईँ जम्मा 14,50,000 मा आयो। ए एकदम सस्तोमा हाल्नु भएको छ त। मार्केटमा फेरि यसको तपाईँको 14 को 16,50,000 मा बेचिरहेको छ मान्छेहरूले। ए हजुरले चाहिँ किन सस्तोमा दिनुभएको त? हाम्रो चाहिँ किन बेच्नु भएको भने हाम्रो एउटा फ्यामिली एरिया ठाउँ हो हजुर हजुर होइन, त्यही भएर हामीलाई सस्तोमा बेच्नु खोजिरहेको। ए अनि अर्को स्टोमको बारेमा यो भनिदिनु चाहिँ 2016 मोडेलको भयो। हजुर हजुर 16 को तपाईँ 16,50,000 मा आयो। ओहो 16 को 1650 मा आयो। ओहो यो गाडी विषयमा के भनिदिनु होला? अब गाडी त हेर्दा चिटिक्क छ सबै। हजुर, दुईटै चिटिक्क छ, टायरहरू सबै न्यू नै छ। हजुर हजुर तपाईँको अब यो पेट्रोल राख्नु पनि परेन, डिजेल केही पनि राख्नु परेन। हाम्रोबाट सबै राखेर तपाईँलाई पठाइदिनु मात्रै हो। फुल ट्याङ्की डिजल पेट्रोल आयो है हजुर? पायो, मजाले पायो। सस्तो मूल्यमा गाडी पाउँछ भनेर हामी सुनाखुटी स्थित सञ्जय खड्गीजीलाई भेट्न आएको छु। सञ्जयजी नमस्ते। नमस्ते। सुन्नुहोस् न, अब हामीसँग के गाडीहरू छ, हामीसँग अहिले अफरहरू के चल्दैछ यस्तो विस्तारमा भनिदिनु हाम्रो न। पहिला अफर भन्छु है हामी। हस् अफर चाहिँ तपाईँको 83 सम्म कर सबै क्लियर छ। हजुर हजुर तपाईँ त्यसमा फुल ट्याङ्की पेट्रोल आउँछ, हजुर। डिजेल हाल्नु पनि डिजेल फुल आउँछ, पेट्रोल हाल्नु पनि पेट्रोल फुल आउँछ। ओ त्यसको माथि अझै तपाईँको यातायातको खर्च जति हुन्छ त्यो सबै हाम्रै हुन्छ। वाउ कस्तो राम्रो अफर रहेछ। यस्तो पेट्रोलको महँगाइमा हजुरहरूले पेट्रोल फुल ट्याङ्की। फुल ट्याङ्की। अब यसो गरी सुरु गरौँ न त हाम्रो गाडीहरूको बारेमा। हाम्रो सबैभन्दा सस्तो गाडी भनेको यही टाटा इन्डिका। कति मोडलको होला हजुर? 2010 मोडेलको। यसको मूल्य चाहिँ कति रहेछ हजुर? जम्मा 6,50,000 मात्रै। ओहो सासरमा यस्तो तल्केको हिन्डाई ग्रान्ड आइटेन जस्तो लाग्यो हजुर। यो ग्रान्ड आइटेनको मूल्य चाहिँ कति रहेछ? यो चाहिँ 2014 मोडेलको हो हजुर। तपाईँको यसको चाहिँ तपाईँको फाइनल आउनु भने 16 लाखसम्म आउँछ यो। ए ल त्यसै गरी भित्र एक त एउटा गाडी कस्तो लजाएर लुकेको जस्तो छ एकदम नयाँ नौलो दुल्हन जस्तो। यो गाडी चाहिँ कुन गाडी पर्यो हजुर? यो तपाईँको टाटा टियागो एनआरजी। यस कति मोडलको रहेछ हजुर यो? यो 2018 मोडेलको। ए मूल्य चाहिँ कति रहेछ हजुर? मूल्य यसको जम्मा 17,50,000। ए अब यसमा नि तपाईँको फुल ट्याङ्की पेट्रोल आयो? फुल ट्याङ्की जुनै गाडी हेर्दा पनि सबै फुल ट्याङ्की, डिजेलको डिजेल हुन्छ, पेट्रोलको पेट्रोल हुन्छ। ओहो ल साथसाथमा ओहो परिवार हुनेहरूलाई त एकदम च्वासै लागेको गाडी पाए त हजुर। एक त परिवारलाई पनि हुन्छ, एक त कमाइ खानलाई पनि हुन्छ। ए कति मोडलको गाडी हो हजुर? यो 2018 मोडेलको। सुन्नुहोस् न यो 5 सिटर हो कि 7 सिटर हो? यो 7 सिटर विथ इयर ब्याग हो। यसको मूल्य चाहिँ कति रहेछ भन्नुभयो? यसको 17 लाख चान्स हुन्छ यसको। ओहो साथसाथमा अर्को पनि एउटा ल ल ल ल ल ल नेक्सन नामै काफी छ टाटाको। यो कति मोडलको होला हजुर? यो 2022 मोडेलको। ओहो गाडी पनि एकदम नयाँ जस्तो छ हजुर। यो तपाईँको लगभग सिङ्गल ह्यान्ड जस्तै युज गरेको हो यो गाडी। यसको मूल्य चाहिँ कति रहेछ हजुर? यसको 24,50,000। मन पराउने एकदम मन पराउने तपाईँको रुच्ने NS 200 कति रहेछ यसको मूल्य हजुर? यो जम्मा 1,80,000 नेकेड स्पोर्ट NS 200। त्यसै गरी यहाँ ड्युक पनि रहेछ। यो सिङ्गल ह्यान्ड तपाईँको जम्मा 3,90,000 रुपियाँ मात्रै। अनि सुन्नुहोस् न अब बाँकी जानकारीको लागि कुन नम्बरमा कल गर्दा होला? तल दिएको नम्बरमा सम्पर्क गर्नु होला। सिरियस बारमा चाहिँ सम्पर्क गर्नु होला। त्यो यतिमा यो चाहिँ हाम्रो जम्मा 75,000 रुपियाँ मात्रै। लट छ 78 तर 75,000 मात्रै। अनि सुन्नुहोस् न 45,000 जाने बाइक पनि देखाइदिनु त। हाम्रो यहाँ छ 45,000 जाने बाइक यहाँ छ। ओहो हेर्दा त नयाँ सोरुमबाटै निकाले जस्तो छ त एउटा हजुर। स्क्रैच पनि छैन। ओहो ल त्यसै गरी अब हाई सेगमेन्ट बाइकतिर पनि जाउँ न त हजुर। तातोबाटो चापाको दोबाटो भन्दा 3 किलोमिटर माथि स्थित भिकमार नजिकै वेब वास बाई विनायकको हामीले एकदम सस्तो मूल्यमा बाइक उपलब्ध गर्छ भनेर हामी यहाँ उपस्थित भएको छु। अब यो बाँकी जानकारीको लागि हामी सञ्जय खड्गीजीसँग कुरा गर्न जाँदैछु। नमस्ते सञ्जयजी। नमस्ते हजुर, म सञ्जय खड्गी फ्रम विनायक अटोमोबाइल्स। के छ हाम्रो यो विनायक रिकन्डिसनमा एकदम सस्तो मूल्यमा बाइक गाडीहरू पाइरहेछ भनेर सुनेको थिएँ। हाम्रो सस्तो भन्दा पनि सस्तो र राम्रो एकदमै हुन्छ हजुर। त्यसमा हाम्रो 3टा सर्भिसिङ फ्री आउँछ। हजुर। कर 83 सम्म क्लियर आउँछ। हजुर अब बाइक पहिला हेरौँ न। ओके ओहो कस्तो राम्रो भेस्पा एकदम बबालको भेस्पा देखिरहेको छु मैले। यो भेस्पा चाहिँ कति मोडल कति लट कति मूल्य हो हजुर? भेस्पा चाहिँ तपाईँ 1,50,000 मा तपाईँलाई भेस्पा आउने भयो। साथसाथै यता ओहो माइलेज दिने बाइक पनि देखिरहेको छु। यो तपाईँको 1 पैसाखीमा आउने भयो। यो 2021 मोडलको हो है?
कति ह्यान्ड हो यो सिङ्गल ह्यान्ड त्यसै गरी ओहो बगम्यान पनि माइलेज रहेछ फेरि माइलेज किङै हो यो पनि हो, नाम हजुर। नचलेको माथि हो तर माइलेज किङमा यसमा नि गन्छ यसलाई यसको मूल्य चाहिँ कति यो रहेछ चाहिँ हजुर? जम्मा 1,45,000 मा आयो हजुरलाई ओहो यो त युवाहरूले एकदम मन पराउने स्कुटर जस्तो छ हजुर यो चाहिँ तपाईँको यो युवा 10 पास हुनेहरू छ नि हजुर, हो हजुर। यिनीहरूले चाहिँ चढ्ने हुने हो क्या यसको मूल्य चाहिँ कति रहेछ हजुर यसको 1,10,000 ओहो एकदम सस्तोमा रहेछ 115 लाख 115 लटको 1,10,000 मात्रै साथसाथै ओहो माइलेजमा एकदम किङ भनेर चिनिने साथसाथै मार्केटमा नपाउने स्कुटर पनि रहेछ हजुरहरूसँग यो चाहिँ 130 लटको हो हजुर। सिङ्गल ह्यान्ड हजुर। तपाईँको यो चाहिँ जम्मा तपाईँलाई आउने भनेको 1,85,000 मा आयो ओहो ल साथसाथै अरू एन्टक पनि रहेछ त हजुर एन्टक 118 लटको हजुरलाई जम्मा 1,45,000 मा आयो ओहो अर्को नि एन्टक रहेछ त हजुर यो एन्टक चाहिँ 121 लटको भएको भएर तपाईँलाई 1,65,000 मा आयो यो चाहिँ हन्डा चढ्नेहरूलाई त हन्डाको ग्रेजिया पनि उपलब्ध गराउनु भएको छ यो चाहिँ 122 लटको सिङ्गल ह्यान्ड हो यो चाहिँ तपाईँलाई जम्मा 1,75,000 मा आयो यो पनि केटाले चलाएको कि केटीले चलाएको लेडिज युज मात्रै हो सिङ्गल ह्यान्ड लेडिज युज अब सस्तो बाइक पनि छ भन्नुभएको थियो सस्तोमा यो भनेको एउटा ड्युट छ तपाईँको 99 लटको जम्मा 90,000 ओहो अनि यो रोडियो नि हजुर यो टिभीएसको तपाईँको 87 लटको जम्मा 80,000 ओहो ल भित्र पनि बाइकहरू थुप्रै रहेछ हजुर तपाईँको यो रेडी फर रेस भन्ने अपाची चाहिँ कतिमा हो हजुर अपाची चाहिँ तपाईँको 1,20,000 मात्रै पर्नुहुन्छ ओहो सिङ्गल ह्यान्ड हो नि हजुर सिङ्गल ह्यान्ड यसो बाइक हेर्दा त सिल प्याक इन्जिन जस्तो छ त हजुर तपाईँको सिल प्याक इन्जिनै हो यो अनि यसमा इन्जिन वारेन्टी कति पाउँछ 6 महिना पाउँछ जुनै बाइक हाम्रो जति जुनै लिए पनि तपाईँको 6 महिना वारेन्टी हुन्छ ओहो हो त्यसै गरी तिनवटा सर्भिसिङ चाहिँ जहिले पनि यहीँ गर्न आउनु पर्यो त्यो पछि वारेन्टी क्लेम हुन्छ नत्र हुँदैन त्यसमा चाहिँ फेरि। त्यसै गरी हेर्नुहोस् न हाम्रो यो पल्सर 150 पनि रहेछ यसको मूल्य चाहिँ कति हो 1,55,000 भन्नुभएको जस्तो लाग्यो 1,55,000 मा तर त्यसमा नेगोसिएबल पनि छ अलिकति त्यसै गरी थोरै नेगोसिएबल हामीसँग ग्ल्यामर पनि रहेछ हजुर ग्ल्यामर र अपाची रहेछ कति रहेछ यसको मूल्य ग्ल्यामर तपाईँ 1,35,000 मात्रै अनि त्यसै गरी अपाची तपाईँको 75,000 मात्रै साथसाथै भित्र पनि यसो गइदिउँ न त हजुर सुनाकोटी बिग मार्ट स्थित विनायक रिकन्डिसनमा आज एकदम सस्तो मूल्यमा बाइक पाउँछ भनेर हामी यहाँ उपस्थित भएको छु लोकेसन तपाईँको चापाकोट डोबाटोबाट 3 किलोमिटर माथि तपाईँले वेबवास बाई विनायकको नजिकै तपाईँको एउटा हेर्न सक्नुहुन्छ विनायक रिकन्डिसन तपाईँले देख्न सक्नुहुन्छ ल सुरु गरेर हालौँ न तपाईँलाई कुनैको जानकारी चाहेकोमा तलको दिएको नम्बर र तपाईँको लाइक सेयर सब्सक्राइब चाहिँ गर्नुहोस् है हजुर।